ल यो बुढी त अझै सुती पो राखेको छ अनि किन सुतेको उठ के गरेर सुतेको अहिलेसम्म किन हुनु नि नसुने भएर कस्तो पेट देख्यो त्यही भएर सुतेको छ्या 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 ठुक्क डरिया फेरि जार धोकेर आयो मनभरि पिर बोकेर हिँड्नु परेपछि जाँड नधोकिकन रातभरि निन्द्रै नलाग्ने रहेछ बुढी कसको पिर बोकेर हिँड्यौ र देशको पिर नि बुढी अब देश ऋणै ऋणमा डुबेको छ अब त्यो ऋण कसरी तिर्ने होला भनेर मलाई साह्रै पिर परेको छ आफ्नो ऋण तिर्नुपर्छ भन्ने पिर चाहिँ छैन है अन्नको व्यवस्था गर्नुपर्छ भन्ने पिर चाहिँ छैन है छोरालाई पढाउनु पर्छ भन्ने पनि पिर छैन है खाली देशको चिन्ता लिए जार धोको हिँड्यो देशको पिर हट्यो भने हाम्रो पिर पनि हट्छ बुढी अब हाम्रो अवस्था राम्रो हुनको लागि देशको अवस्था राम्रो हुनुपर्छ